नमस्ते दर्शकबिन हजुरहरूलाई फेरि म दोस्रो एपिसोडमा आएको छु। तपाईहरुलाई जहिले पनि म ज्योतिष सिकाउने क्रममा आज तपाईलाई जति पनि म ज्योतिषको समस्याहरू भन्दैछु त्यसको उपाय म दोस्रो कुनै एपिसोडमा तपाईलाई भन्दैछु। अब अर्को कुरो हाम्रो कति आएको छ भने कति जनाको आएको छ भने त्यो हामी कस्ता मान्छेहरु चाहिँ घरबाट टाढा बस्छौं, कस्तो मान्छेहरु फ्यामिलीसँग मिल्दैन, कस्तो मान्छेहरु दाजुभाइ काकाबासँग काट्टारे मार हुन्छ, कस्तो मान्छेहरुलाई फ्यामिलीको सपोर्ट हुँदैन र घरबाट टाढा बस्नुपर्छ भन्ने हुन्छ। हेर्नुस् कस्तो मान्छेलाई चाहिँ घरको सपोर्ट हुँदैन वा घरबाट ऊ एक्लै बस्दा उसले समाजमा बाहिरको सपोर्ट पाउँछ तर घर फ्यामिलीको सपोर्ट पाउँदैन भन्ने कुरामा धेरै मान्छेहरुको आएको छ। यसको लागि म के भन्छु भने जसको हात हेर्नु जसको जन्म तारिखमा 6 र 5 छैन, अहिले भन्छु 6 र 5 छैन भने त्यो बाइ द 6 र 4 छैन, अझ शुक्र र राहु खराब छ भने ऊ घरबाट टाढा बस्नुपर्छ। अनि यो हातको पनि यो भाग हेर्नुस्, यो भाग जो खाली हुन्छ हेर्नुस् है, यो भाग खाली छ, यो दुईटा भाग खाली छ भने यो दुईटा भाग खाली छ भने उले जति नै उले एकट्ठा बनाएन उसको दाजुभाइ काका बराउसँग हुँदैन। अहिले नै हेर्नुस् यदि यो भाग खाली छ, यो बीचको यो भाग खाली छ भने उले जति नै, अनि यो भाग पनि खाली छ भने उले जति नै उले मान्छेलाई एकट्ठा बनाए पनि उले उसको एकट्ठा हुँदैन। उले जहिले पनि दौडधुपहरु गर्नुपर्छ। अनि अझ नि अब घरबाट टाढा बस्नलाई यो बीचको भाग खाली हुनुपर्छ। जस्तै यो रेखा छ, जस्तै मेरै छ यो र यो यसमा ग्याप छ भने र यो यस्तोमा ग्याप छ र यो बीचको ग्याप छ भने यो बीचको ग्याप छ अनि यो बीचको ग्याप छ भने त्यो मान्छे घरबाट टाढा बस्नुपर्छ। उले घरसँग बस्न पाउँदैन, ऊ विदेश जाने वा घरबाट टाढा जाने, उले दाजुभाइ काका भाउसँग नमिल्ने भने उले जति नै मान्छेलाई सहयोग गरे नि उलाई एक भन्न प्रेमको कमी हुन्छ उलाई। अझ जन्म तारिखमा 6 छैन भने नि 6 र 4 छैन भने उले लफडा झमेला धेरै आउँछ। यस्तो मान्छेलाई ऊ यस्तो मान्छेले पैसा त कमाउँछ तर उसको आफ्नै माइन्डबाट आफ्नै बुद्धिले मात्रै कमाउन पाउँछ। उले बाउआमाको सम्पत्तिहरु पाउन पनि गाह्रो हुन्छ। जसको मान्छेको यस्तो खाली छ, यस्तो जसको यसको खाली छ, उले घर पैतृक सम्पत्ति पाउ, यो खाली छ र यो डाउन छ भने यो खाली छ भने उले पैतृक सम्पत्ति पाउन नै उलाई गाह्रो हुन्छ। तर उले आफ्नै दम पर उले केही न केही कमाउँछ। अब यो खाली छ र यो कान्छुमला उले उठेको छ भने उले पैसा कमाउँछ तर उलाई सुख र शान्ति फ्यामिली समस्या फ्यामिलीबाट खुसी चाहिँ हुँदैन। कुनै पनि आज पनि तपाईलाई यो सर्च गर्नु, तपाईलाई यो मैले त हेर्नुस् ज्योतिष शास्त्रले भने तपाईको जस्तै अब राहु नीचमा छ, शनिको दृश्य कुण्डलीको हिसाबले भयो भन्दा राहु नीच छ र शनिको दृश्यले उलाई फ्यामिली खुसी हुँदैन, शुक्र एक्टिभ छैन भने। त्यस्तै तपाईको जन्म तारिखमा 6 र 4 छैन भने न्यूरोलोजी अंक ज्योतिषले 6 भनेको शुक्र, 4 भनेको राहु छैन भने त्यहाँ फ्यामिली समस्या हुन्छ। अब यो जन्म कुण्डली र तपाईको न्यूरोलोजी स्टाइलले भनेको भिन्दै हो, त्यो भने 100% हामी ग्यारेन्टी दिन सकिदैन। तर हातलाई चाहिँ म 100% ग्यारेन्टी दिन्छु। कतिखेर स्थितिमा भन्नुहुन्छ भने यदि उसको यो दुईटा फ्याक्ट छ, दुईटा फ्याक्ट छ अनि यो खाली छ र जो कान्छी उम्लो अलिकति लामो छ भने उले पैसा त कमाउँछ तर सुख शान्तिमा उलाई धेरै कमी हुन्छ। सुख शान्तिमा उले भने जस्तो भोग्न पाउँदैन। यो चाहिँ अब अझै तपाईलाई विस्तृत रूपले भन्ने भने यो जब खाली हुन्छ भने उले फ्यामिली एकट्ठा बनाउन जस्तै काका बुवा दाजुभाइलाई एकट्ठा बनाउन सक्दैन। उनको दुईटा बिहेको हुने चान्स हुन्छ। मतलब श्रीमतीमा चाहिँ उले केही सुख पाउँछ, घरको फ्यामिलीबाट चाहिँ केही सुख पाउँछ यस्तो खाली छ भने, तर उले दाजुभाइ काका बडो इष्ट मित्रबाट चाहिँ सुख पाउँदैन। अब यो तल खाली छ भने चाहिँ उ घरबाट धेरै टाढा बस्नुपर्छ। यो त तपाईले गाउँ घरमा गएर भोलि सर्च गर्नु न, यस्तो हात भएको कति जना हुनुहुन्छ, यस्तो हात भएको मान्छे कति जना हुन्छ। अब यसमा पनि ज्योतिष उपाय गरौँ भने उलाई धेरै हेल्प हुन्छ। यो ज्योतिष शास्त्र भनेको अहिले भन्छु हेर्नुस् हाम्रो हिन्दू धर्ममा ज्योतिष शास्त्र वेद कहिले स्थापना भयो, जो हिन्दू धर्म कहिले स्थापना भन्न सकिँदैन। तर जस्तै मुस्लिमको स्थापना गरेको मोहम्मदले, कृष्णको स्थापना गरेको येशूले, यो सबै धर्ममा स्थापना गरेको मान्छे छ भने हिन्दू धर्म कहिले स्थापना भएकै छैन। त्यस्तो चिजबाट निकालेको समुद्र शास्त्रबाट वेदबाट निकालेको ज्योतिष हो। ज्योतिष कहिले गलत हुँदैन। ज्योतिष हामीले पिटिसन गर्ने, आज मैले 20 वर्ष जति पिटिसन गर्दा यहाँ आएको छु। मैले कुनै कुरा हद छ भनेको होइन। तपाईले अहिले पनि हेर्नुस् गाउँ घरमा कुनै मान्छेको यस्तो हात खाली छ भने उलाई दाजुभाइ काका बाउ आमासँग त्यति मेल हुँदैन, उसको दुश्मन धेरै हुन्छ। यस्तो खाली भएको मान्छेहरुको दुश्मनीहरु धेरै हुन्छ। सानो सानो कुरामा मान्छेहरु न्यु खोज्ने, सानो सानो कुरामा मान्छेहरु झगडा गर्ने। तर यस्ता मान्छेहरु आँट र हिम्मत हुन्छ किनकि मंगल उच्च भएको हुन्छ। उले जहाँ गएर पनि पैसा कमाउन सक्ने दम राख्छ, बोल्नमा एक्सपर्ट हुन्छ। त्यो भोलि गाउँ घरमै सर्च गर्नुस्, सर्च गर्दा देखिने कुरो हो। यो त हैन मैले कुनै मान्छेलाई ज्योतिष हेर्छु भने उले गाउँ घरमा यस्ता खाली भएको मान्छे कति छन् हेर्नुस्। त्यस्ता खाली भएको मान्छेहरु यस्ता खाली भएको मान्छे बाटेर हिम्मतीवाल हुन्छ। जस्तो यो पनि खाली छ, यो पनि फाडिएको छ र यो खाली छ भने यो खाली छ, यो फाडिएको छ भने यो हेर्नुस् यो खाली छ। यो दुईटा यो जुन हाम्रो
मध्यस्थ र जीवन रेखा मिलेको छैन, तल खाली छ भने यस्ता मान्छे हिम्मत र साहसिला हुन्छन्, जहाँ गरे नि आफ्नो दम पर केही खडा गर्न चाहन्छन्। तर यिनीहरूलाई समस्या भनेको फ्यामिली समस्या, दाजुभाइ, काका बाउ बुवासँग वा समाजलाई नै उनीहरूले एकट्ठा बनाउन उनीहरूलाई धेरै गाह्रो हुन्छ। अब यो त समस्या भयो, अब यसका पनि त केही न केही उपाय हुन्छन्। त्यो उपायहरू हामी भन्नेछौँ अर्को एपिसोडमा, वा तपाईँलाई हामीले फोन मार्फत तपाईँले हामीलाई सोध्नु भने हामी त्यसको उपाय पनि केही जानकारी गर्छौँ। यी भए समस्या। अब अर्को एपिसोडमा फेरि अर्को कुरा लिएर आउँदछु। यति भन्दै बिदा चाहन्छु। तपाईँले जुन खुसी र माया दिँदै हुन्छ, हामी नेपाली समाजमा ज्योतिषको विश्वास दिलाउँ भनेर मैले यो आज यसरी एपिसोडमा भन्न थालेको। किन हामी नेपाली समाजले के गर्छ भने एउटा जन्म कुण्डली हेर्छ, यस्तो यहाँ कुण्डली हुन्छ, यहाँ कहाँ राखेको छ कुण्डली हेर्छ, अनि कुण्डली हेरेपछि एउटा पण्डितको एउटा कुरा भन्छ, अर्को पण्डितको अर्को पण्डितको अर्को कुरा भन्छ। हेर्नुहोस्, पहिले पो हिँडेर हामी धेरै 500 किलोमिटर काठमाडौँ वा दिल्ली जान्थ्यौँ भने अहिले त टेक्नोलोजी आयो नि भने त अहिले ज्योतिष हेर्ने बित्तिकै तपाईँको गोजीमा कति पैसा छ भन्न सक्ने क्यापेसिटी हुनु पर्यो नि। त यो अहिले हामीले जुन सर्च गरेछौँ यो चाहिँ फोनमा बात मारे जस्तो थियो। त चट्ट तपाईँको एकपल्ट मैले अनुहार हेरेँ भने तपाईँको बारेमा मलाई धेरै जानकारी हुन्छ। मैले कुनै हचहभरमा हामीले भनेको हुँदैन। मैले भन्दा केही न केही त्यसमा सत्य र तथ्य कुरा लुकेका हुन्छन् र त्यो कुरो 100% मिल्छ पनि हामीले कुनै तपाईँलाई हचहभरमा जे पाते भनेको हुँदैन। जब तपाईँलाई मैले समस्या छ भनेपछि केही न केही कारण देखेरै भनेको हुन्छु र मैले समस्या छ भनेपछि हुनै पर्छ। किनभने हामीले तपाईँलाई सत्य किन आज मैले किन यसरी एपिसोडमा यसरी हामीले तपाईँलाई कार्यक्रम राखेर हामी किन गरेको भने हामी नेपाली बोल्ने भाषीले ज्योतिषशास्त्रमा बिस्तारै 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 विश्वास हराउँदै गएर त्यो विश्वास दिलाउन खोजेको। तपाईँले जुन खुसी र माया दिनुभएको छ यसरी नै माया दिँदै जानुहोस्। यति भन्दै बिदा चाहन्छु। धन्यवाद।